हेलो साथीहरु, गुड मर्निङ। फेरि पनि म चाहिँ धेरै दिनको बादमा आज फेरि सर्ट भिडियोलाई लिएर आउँदैछु, किनभने एकदमै बिजी भयो साथीहरु सिजनले गर्दा, अलैँचीको सिजनले गर्दा। यो चाहिँ भट्टी हो, हामीले बनाएको फर्स्ट चोटी भट्टी बनाएको साथीहरु चाहिँ। आज पनि एकजना खेतला छ भाइ, एकजना भाइ खेतला छ, अनि म चाहिँ अहिले चाहिँ यहाँ सब्जी टिप्न आइरहेको छु। हेर्नुस् है साथीहरु, बैगुन बैगुन फलेको छ साथीहरु। बैगुन चाहिँ फलेको छ है साथीहरु। यहाँ हेर्नुस् है, यहाँ कत्रो छ बैगुन, म देखाइदिन्छु तपाईलाई। बैगुन यहाँ पनि छ है साथीहरु, बैगुन देख्दै छ कि छैन? यता चाहिँ अर्को खास बस्तीको बैगुनहरु चाहिँ यहाँ छ साथीहरु। यस्तो भइगएको छ किराले। बैगुन टिप्न आएको, झारले खाइसकेको रहेछ। यस्तोहरु टिप्नलाई बैगुन टिप्दैछु साथीहरु। फलेको बैगुन हेर्नुस् है। अहिले चाहिँ भने म भिडियोलाई द इन्ड गर्दैछु साथीहरु। हजार हुन्छ, अहिले आउँछु। ओ माथितिर सिजन लागेर साथीहरु सबैजना अलैँची टिप्दै, यहाँको चाहिँ सकिसक्यो। हजार यो चाहिँ मेरो बैगुन बारी हो, हेर्न सक्नुहुनेछ साथीहरु। बैगुन ल साथीहरु, अहिलेलाई चाहिँ भने म यतिमै समाप्त गर्दैछु भिडियोलाई, किन भन्दा खाजा बनाउनु पर्ने हुन्छ है खेतलाको लागि। अन्त फेरि अर्को काम छ, खाजा बनाइसकेर खेतलालाई खाजा दिएर आफू पनि मेलामा हिँड्नु पर्ने हुन्छ साथीहरु। ल बाइ बाइ। मेरो भिडियोलाई हेरेर फुल इन्जोय गर्नुहोस् होला भन्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ माई भिडियो। थ्याङ्क यू सो मच।